हाम्रो नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जनप्रतिनिधिहरू र यहाँ जति पनि जनप्रतिनिधि हुनुहुन्छ उहाँहरूमाथि कुनै किसिमको अभद्र व्यवहार गर्ने र हातपात गर्ने किसिमको हरकत गर्नुहुन्छ भने त्यसको जवाब अत्यन्तै नराम्रो हुन्छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मात्रै नभएर नेकपा एमाले नेपाली काङ्ग्रेस अथवा जुनसुकै पार्टीको यस्तो खालको झोले कसैको पार्टीमा छ भनेदेखि अथवा धरानभित्र छ भनेदेखि अब धरानेहरूले तिमीहरूलाई अफिसबाटै अथवा जहाँ भेट्यो त्यहीँ नै तिमीहरूलाई ठोक्ने दिन आइसकेको छ। अब सुरुवात भइसक्यो यो अभियान। अब धरानमा मात्रै होइन नेपालको कुना काप्चाबाट अब सुरुवात हुँदैछ। झोलेहरू याद गर, राम्रो काम गर्ने मान्छेलाई खुट्टा धेरै नतान, ठोक्छ अब तिमीहरूलाई, बाँकी राख्दैन। तिमीहरूको खैरत छैन, दिन गयो। अब धेरै पार्टीको झोला नबोक। अनि यस्तो खालको झोलेहरूले गर्दाखेरि पार्टीभित्र राम्रो मान्छे छ भने पनि त्यसलाई पनि नराम्रो बनाएको छ। यो कुरा चाहिँ हेक्कार होस्। सबै पार्टीमा सबै कार्यकर्ताहरू यस्तो खालको झोले हुँदैन, राम्रो मान्छे पनि हुन्छ। र यस्तो खालको मान्छेले गर्दाखेरि राम्रो मान्छे पनि ओझेलमा परेको छ भन्ने कुरा चाहिँ दिमागमा बत्ती बालौँ साथीहरू। होइन भनेदेखि धरानबाट अब ठोक्न सुरु हुन्छ तिमीहरूलाई।